सऊदीमा पानी भारी छ मस्त मस्त भारी छ चल भाई रात का पानी पे हम लोग 50 सऊदीमा पहिले क्या दोस्रो तेस्रो पानी परेको बेला हाम्रो दुईजना बथाबाट मुभिङ बैशाख डेट ला जस्तो छ पूरा 15-25 हो गया 15-25 हो गई सर यार बंगाली भाई लोग हम लोग मजाक कर रहा है हमारे सेकेंड स्टॉप में झरेला पानी परेको देखेर छुट्टी का मजा आ गया छुट्टी का मजा आज का बारिश मस्त रहा भाई देख पाण्डाको अगाडि हेर बारिश भएर बसेको छ आज केही नपाएर काम काजमा घुम्न गएको दुईजना यो किन ल्याएको केही छैन यस्तो ल ल चाल भाइ अब लेट्स गो वी गो इन होम नाउ यति जोडले पानी परिरहेछ कि हेर बिन्दास साउदी अरबको रियादमा बारिसको मौसम खुसीको मौसम भन्नु पर्यो हराउने टाइममा यस्तै भएछ बिन्दास साउदी अरबको रियादमा अहिले झन् ठुल्ठुलो पानी पऱ्यो झन् ठुलो हेर्नु झन् ठुल्ठुलो पानी पऱ्यो झन् ठुलो हेर त झन् ठुल्ठुलो पानी पऱ्यो यति ठुलो पानी पऱ्यो कि झन् बिहाल पऱ्यो झन् ठुलो अघिसम्म त अलिक कम थियो अहिले त झन् ठुलो पऱ्यो हामी रातको 9 बजी छ दुईजना आएर बसेको यहाँ लुकेर बसेको लुकेर झन् ठुलो पानी पऱ्यो गारंटी नहीं है रूम पे कब जाएगा बिन्दास ठुलो पानी पऱ्यो झन् यस्तो ठुलो पानी पऱ्यो ल अन्धकारै भयो डेन्जर वी आर इन डेन्जर जोन कस्तो परेको छ यो हो साउदीको बसाई साउदीमा पहिलेचोटि यत्रो लामो पानी परेको देखेको मैले सब पहिलेचोटि यत्रो ठुलो पानी परेको ल गाड़ी नहीं धोया था पूरा कौन में क्या बोला तो गाड़ी नहीं धोया था तो गाड़ी नहीं धोया पूरा वाश हो गया हाँ भगवान ने वाश कर दिया अल्लाह ने वाश कर दिया भाई जो वाश करके रखा वो लोग का पूरा खराब हो गया